हेलो गाइज, फेरि पनि स्वागत छ सबैलाई मेरो एक नयाँ भिडियोमा। मेरो म अहिले चाहिँ काममा गइरहेको छु। काममा नजिकै छ मेरो बस्ने हो। अहिले त्यही हो, यहाँ कचेरा फाल्ने डिपो छ, यहाँ यस्तो रिक्सा माथि ब्रिज, यतातिर मेरो साथीहरू हिँड्दैछन्। म त गइदिन्छु। इन्डियामा त धेरै गर्मी छ होइन, गर्मीमा हिँड्नलाई क्याप पेर्नु पऱ्यो, चस्मा पेर्नु पऱ्यो, नत्र आँखा अलिअलि होइन एकदमै भित्रबाट आएको छ होइन, आँखा दुख्छ होइन हामीहरू। त्यही भएर अलि चस्मा पनि पेरिदिनुपर्छ। कस्तो छ होइन, अलि सुट भएर छ किन मलाई हेर्छु। त्यही हो, काममा जाँदैछ हामीहरू चाहिँ बबाल दामी भएर। कलर लगाउँदैछन् भित्तामा। यहाँ त होइन, मुम्बईमा त कलरमा पनि भित्ता यस्ता लागिदिन्छ। नेपालतिर त केही छैन त्यस्तो होइन, भित्तामा कलर सलर भन्दा पनि यहाँ हाम्रो गाउँतिर त होइन रोड नै पिच भयो होइन, हिँड्नलाई अलिकति जहाँ हुनु गाडी घचा भएर हिँड्नुपर्छ। इन्डियाको बिल्डिङ साथीहरू फ्रेन्ड्स बिल्डिङमा त्यही हो, त्यो भइरहेछ। ब्ल्याक हो एकदम फ्रेन्ड, तलदेखि माथि मेरो ब्ल्याक छ। हामीले चाहिँ होइन होटलभित्र चाहिँ भिडियो बनाउनु पाउँदैन, टाइम पनि हुँदैन होइन। आज चाहिँ सन्डेको दिन छ, झन् बनायो भने त्यत्तिकै बनायो भने त गाली गर्छन् होइन। केटिसको फोटो खिच्यो, फोटोहरू खिच्यो, त्यहीलाई त अलिक बिजी हुनु, त्यही टाइम पनि पुग्दैन कहाँ भिडियो बनाउनु है। मान्छेहरूलाई न्यू केही हेर्नलाई होइन, नयाँ डिसको बारेमा केही पनि चाहियो भने पनि अलि भन्न पनि गाह्रै हुन्छ, किनकि भित्र हामीले केही गर्नु पाउँदैन त्यस्तो होइन। हाम्रो चाहिँ भने खत्रै चल्नेवाला रेस्टुरेन्ट नै हो भनौँ न। त्यही भएर चाहिँ त्यही हो, बाटोमा हिँड्दाखेरि रुममा चाहिँ के बनाउनु होइन, छिट्टिकै दिन अब त्यस्तो कहिले काहीँ घुम्नु भयो भने बनाइदिँदा भिडियो टाइम मिल्यो भने म त बनाइहाल्छु। कोही छैन टोपी मैले धोती मैले धोइदिने कोही छैन, रोइदिने कोही छैन, परदेश मरनेको धोइदिने कोही बुढा लाग्यो बम्बई जाने रेलगाडीका Next station, Jurishta. Passengers, please alight carefully in queue. Platform is on right side.